समझ रहे हो ना कुन गीत हो त्यो गीत चाहिँ कुन हो त त्यतिकै लक्ष्य चोनु 15 मार्च भाइ 1 2 3 go la la 1 2 3 go 1 2 3 go 1 2 3 go म एक्लै हामी चाहिँ जाँदैछौँ अहिले अघि ब्रोइलर सैलर लिएको अनि ब्रोइलर चाहिँ मैसँग छ अनि केटाहरूसँग फेरि भेट भइसक्यो अनि यहाँनिर यसो खाजा खायौँ कुलुङमा अनि त्यस पछाडि लागेको यो हाम्रो फेरि हाम्रो सबसे हाम्रो भन त ए इन्ड गर्नु ल ल ल कुन गीत हो त्यो गीत चाहिँ कुन हो त त्यतिकै लक्ष्य चोनु 15 मार्च भाइ हामी चाहिँ आइपुगेको छौँ बुम्लिङ अहिले चाहिँ सालबासीले चाहिँ 1 नम्बर अनि त्यहाँ केटाहरू बसिरहेको छ सबजना अनि हामी चाहिँ यहाँनिर यसो चिसो तातो गर्दैछौँ यहाँ किन्दै चाहिँ केटाहरू चाहिँ ल हामीले सामान किनेर प्याक गरेर केटाहरू हिँडिसक्यो यो चाहिँ मैले बोक्ने हो गोर्खा चाहिँ अनि हिँडिदिएको ल हामी चाहिँ बुम्लिङमा सामान किन्यो अरे हामी चाहिँ छरेतिर लागेको बाटो चाहिँ यस्तो छ यो गतिको छरे जाने चाहिँ केटाहरू चाहिँ अरू यता उँभो छ यहाँ तल चाहिँ अरुण खोला बगिरहेछ खल ल ल ल ल कालो बाढी आएर यस्तो छ है यता चाहिँ बाढी आएर केटाहरू चाहिँ यता छ सबैजना गर्मी छ जुत्ता लगाएर आएको बिजोक रमाइलो भइगयो नि पानीले गर्दा ओ बोक्नु सकेन भने भन है काले आउँछ घामले गर्दा ल है फाइनल्ली हामी चाहिँ छरे आइपुगिसक्यौँ यो चाहिँ हो छरे यहाँ छ भारी एउटा हो हेर्नु सक्छौ बियोर छ बियो यस्तो राम्रो ठाउँ हेर आइपुग्यो गर्मीमा यत्रो गर्मीमा फाइनल्ली आइपुग्यो हेर यस्तो राम्रो ठाउँ देख्यौ तिमीहरूले देखेको थिएन होला हेर यस्तो छ हामी चाहिँ अहिले सङ्घसभा आइपुगिसक्यौँ है अब पौडी खेल्ने हो